पूर्वमा गाडी ठोकिएर 2 जनाको नाक भाँचियो रे भन्ने समाचार आयो भने नाक कहाँ पर्छ भनेर सरकार छानबिन समिति बनाउने अनि छानबिन समितिले चाहिँ मुखभन्दा मात्र आँखाभन्दा तलतिर 2टा प्वाल भएको डाँडोलाई नाक बनिन्छ। ढाडमा बलियो हड्डी राख्ने, यहाँ कमजोर हड्डी राखेका कारणले गर्दा नाक भाँचियो, भगवानलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस बुझाउने। महालेखा परीक्षकको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमाशीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन। तपाईँ हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने। अस्ति हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले भने जस्तो बाटो नबनाउनेलाई पाता पार्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो, मेरो यसमा पनि स्पष्ट छ कुरा। अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको थियो। हान्नु पर्ने कुरा हान्न पर्छ। अस्ति मेरो एउटा आयो त्यहाँ खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने विद्यार्थीलाई जाति विभेद गर्ने मास्टरबाट, मास्टरले विद्यार्थीलाई जाति विभेद गर्ने, दलितको पुतला जगाउने, दलितलाई कालो मसला लाउने, दलितलाई देश निकाला गर्ने, कसको राज्य? कसको राज्य? फेरि के भन्नु भने एमालेको सरकार आयो भने यिनीहरू जाने जेलै हो भनिरहनु भएको छ। त फेरि ठाङकोट कटाउने, ठाङकोट पहिलाको पालामा भन्थ्यो ठाङकोट कटाउने भन्थ्यो। त फेरि अहिले हामी त आयौँ भने हामी आउन पाएनौँ भने चाहिँ हामी थानकोट काटेर जान पाउँछौँ, तर उहाँहरू आउन पाउनु भएन। उहाँले थानकोट काट्न भने उहाँले घरको दैलेट काट्न पाउनु हुँदैन। अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? भोटकललाई उज्यालो घामलाई दिनुहोस्, देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस्। भोटकललाई हरियो रुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्। आजकलको निर्वाचनमा कांग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ भन्ने म पनि अलमल परेको छु। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। कांग्रेस एमाले माओवादीका कार्यकर्ताहरूलाई मान्छे बन्ने अवसर छ, छुट छ, मान्छे बन्न पाइन्छ। कांग्रेस पछाडि बन्नु होला, एमाले पछि बन्नु होला, माओवादी पछि बन्नु होला, पहिला मान्छे बन्नुहोस्। तपाईहरुलाई मान्छे बन्ने छुट छ, तपाईहरुलाई मान्छे बन्ने एउटा अवसर छ। 2टा खुट्टा टेक्दैमा, 2टा खुट्टा टेकेकै भरमा चाहिँ ढाकाटोपी लागेकै भरमा मान्छे भन्न मिल्दैन। कुखुराको भालेले पनि 2टा खुट्टा टेकेको हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी अंडा फुटे जसरी फुट्छ, न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन्। ठीक भन्यौ साथी, राष्ट्रिय स्वतन्त्र पार्टी अंडा फुटे जसरी फुट्छ, तर माउले कोरले पछिको अंडा जस्तो अंडा फुट्छ। चल्ला निस्किन्छ, हल्ला निस्किँदैन राष्ट्रिय स्वतन्त्र पार्टी। व्यक्तिगत रूपमा डाक्टर सोनिम अग्नेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ, नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यही पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्।